ऊ चाहिँ एकदम केयरिङ, एकदम ह्यान्डसम, सबैलाई मनपर्ने खालको होइन, सबैले हेर्दाखेरि कति राम्रो मान्छे भन्ने। अनि त्यसपछि एकदम एक्सप्रेसिभ, मलाई कस्तो मनपर्छ भन्ने कुरा बुझेर मलाई त्यस्तो गर्ने खालको, त्यो कारणले चाहिँ एकदम खुसी लाग्छ। मेरो छोरी धेरै प्रतिभाशाली छ, भेरी ट्यालेन्ट छ। आइएम सरी है, अलिकति मलाई गाह्रो भयो। र उनीहरूको भविष्य एकदमै राम्रो हुन्छ, अझ उज्जवल भविष्यको कामना गर्दछु। र उनीहरू यो दुनियाँमा सबैभन्दा राम्रा मान्छेहरूभित्र पर्छन् र त्यो पर्न सकुन् भन्ने शुभकामना गर्दछु। कस्तो लाग्यो भने छोरीको बिहा हो, खुसी पनि लागेर छोरी एउटा दाम्पत्य जीवनमा होइन, वैवाहिक जीवनमा गाँसिँदैछ। अनि दुःख पनि लाग्छ, छोरी अब टाढा हुँदैछ, आफ्नो मुटुको टुक्रा झिकेर कसैलाई दिन परिरहेको छ, गाह्रो भएछ। एकदम कङ्ग्रेचुलेट वाला भाइ भाइरहेछ, उसलाई देखेर ब्लेस्ड फिल हुन्छ कि उसले यस्तो राम्रो मान्छेसँग पाकी छे, ऊ यसरी सफल भएकी छे आफ्नो प्रेममा भनेर। तर अफसोस अब दिदी त हो, अब कता कतै मनमा चिसोपन पनि छ। अब सँगै बसेको सँगै हुर्केको मान्छे अब मलाई छोडेर कतै टाढा जाँदैछ। अब पहिला जस्तो नजिकपन अलिकति कम हुन्छ कि, पहिला जस्तो भेट हुँदैन कि, पहिला जस्तो अब अलि टाढा हुन्छ कि भन्ने डर त अब मनमा छँदैछ। रमाइलो पनि लागिरहेछ, दुःख पनि लागिरहेछ। दुःख बहिनी जाँदैछ, त्यही भएर। मेरो सालीको लागि अब सालीले आफूले जे खोजेको थियो त्यही पाइहालेको छ। अनि अबको लाइफ पनि एकदम राम्रोसँग बितोस्, ह्याप्पी होस्, उनीहरूले जे चिताएको छ त्यही पुगोस्। म्यारिड लाइफको लागि मेनी 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 कङ्ग्रेचुलेसन एन्ड विस यु भेरी भेरी ह्याप्पी कन्जुगल लाइफ। सोचे भन्दा पनि एकदम राम्रो बनाएर फलदायी रहोस् उनीहरूको जीवन। सो ह्याप्पी म्यारिड लाइफ। I'm very very happy that I'm marrying the love of my life. दियो कलश थापी अग्नि साक्षी राखी